घुमाउनु लैजाउँ भनेको टुरिस्ट बसाइ पनि त्यसरी खतरा हो कहाँ आएको तिमी घुमाउनु लानु पर्ने उसलाई यसो टुरिस्ट हेलो गाइस वेलकम ब्याक टु माई च्यानल अगेन एन्ड आज चाहिँ हामी बहिनी आएको छ उता युएसबाट अन्त उसलाई लिएर तारेभिर जाँदैछु घुमाउनुको लागि म फुपू छ यहाँनिर हामी फाइनली तारेभिर पनि पुगिसकेको छ अहिले चाहिँ अन्त हजुरहरूले हेर्दै गर्नुहोस् होला के कसो हुने चाहिँ म तपाईँहरूलाई देखाउने छु खै फ्याबुलो भन न खै फ्याबुलो भन न यहाँनिर छिटो फ्याबुलो भन भनेको फ्याबुलो भन्छ ख्यापिल्लो अहिले ख्यापुलो के भन्छ तामाङले हैन के भनेर मेरो पुरा बुझ्नै बिगार्दिन्छ कसलाई चाहिन्छ यहाँनिर एकदम सिङ्गल चाहिँ सिङ्गल सिंगल डबल छ कि सिङ्गल ट्रिपल तर आजको वेदर चाहिँ यस्तो भइरहेछ क्लाउडी बिहान चाहिँ एकदमै घाम लागिरहेको थियो तर अचानक अहिले चेन्ज भइरहेको छ अहिले 12-1-2 बजिसकेको छ अन्त र पनि अब बहिनी आएको बेलामा घुम्न जाउँ न भनेर लिएर आएको उसलाई चाहिँ हाम्रो घर नजिकै पर्छ र अन्त त्यही हो अब उसलाई पनि यहाँ आएको छैन अरे घुम्नु अन्त अरू जग्गा त सबै हामीले सक सिक्किम त उसलाई घुमाइसक्यो अन्त यहाँ यो जग्गा चाहिँ यो सेकेन्ड टाइम हो उसको अन्त आएको छैन यहाँनिर अनि त्यही भएर चाहिँ उसलाई आज टाइम पाउँदा चाहिँ हामीले लिएर आएको यहाँनिर अन्त ऊ चाहिँ एकदम इन्जोय गरिरहेको छ फोटो क्लिक गर्नु भिडियो बनाउनु उसलाई चाहिँ मन पऱ्यो अरे अहिले अझै अब राम्रो दिन भए सबै उँधोतिर राम्रो देख्थ्यो वारिपारि सबै देख्ने थियो तर आज चाहिँ उसको हो या हाम सबैको ब्याड लक भइरहेछ दिन यस्तो भएर तर पनि केही छैन हामी सबैजना घुमेर इन्जोय गरिरहेको छ अन्त त्यही हो तपाईँहरू सबैलाई थाहा नै भएको यहाँ चाहिँ एकदमै बेसी हावा चल्छ हो के भन्न चाहन्छ मेरो ब्लगमा के भन्नु अब म त केही भन्दिनँ सबै जे भन्नु छ हावाले भनिरहेको छ यहाँ ब्लग चाहिँ है दामी हुन्छ कि छैन हेरिदिनु अलिक लाइक सेयर फलो सेयर गरिदिनुहोस् दर्शक बिन अलि दर्शक दिनुहुन्छ दर्शक बिन त भन्छ नेपालको दर्शक बिन भ्युजहरू नोटिफाई फुल टिप्नु हुँदैन है भ्युवर्सहरू भ्युजहरू हाम्रो भ्युवर्सहरूले लाइक गरिदिहाल्छ भनेको टेर्दैन भन्दै त यहाँ नबस्ने लड्छ उनी त चक्कर आएर भनेको टेर्दैन आउनु न बुवा यता बस्नु न त्यहाँ नबस्नु भनेको भने के भएको लड्नुलाई अब बहिनी आउँछ छिटो उपर बस्ती जाने बाटो सजिलो छ हामीलाई पनि थाहा छ यहाँबाट गएर चाहिँ ओह्रालो ऊ तटुप्पा पनि जाने अरे हो यहाँ पुग्ने अरे यहाँनिर म त आउने हरेस लाग्छ भनेको के भन्छ यहाँनिर ग्राउन्ड छ दुईजना लड्छ होला हौ बाजे चाहिँ होइन one who do delay. You went to Namche for what? What? कस्तो तपाईँको हालखबर आज भोलि आज भोलि राम्रै चल्दैछ राम्रो चल्दैछ आज तपाईँ त
कति वर्ष बादमा आउनु भयो होला रमिता हेर्नु मन लागेर कोही कोही बेला माइन्ड फ्रेस गर्ने अब चाहिँ बबल चल्छ हावाको साउन्ड हेर्नु माइन्ड त फ्रेस हुन्छ राम्रो लाग्छ दिमाग ठन्डा फ्रेस हुन्छ भयो मेरो माइन्ड एकदम पुरा चिसो भइरहेछ बेसी माइन्ड फ्रेस भएन भरे गएर फेरि त्यहाँ सिगान जानु नि नाकबाट मस्त रनिङ हुन्छ यसको आज राति गएर सलल हो फर्केको हामी चाहिँ तल पुगेर आएर डुब्बाबाट हत्तु भयो जाने बेलामा नजिक भनेको नि त्यो डाँडामा पुगेर आएको नि त हत्तु पनि किन नहोस् कस्तो लाग्यो तारे भिड तारे भिड ठिकै लाग्यो कि राम्रै लाग्यो तर बादलले हावाले उता चाहिँ हावाले राम्रै भइरहेको थियो अहिले त भूत भइरहेको छु हावाले लु हामी चाहिँ फर्केको अब चाहिँ तारेभिर घुमिसकेर पनि अन्त अब चाहिँ हाम्रो घरमा गएर के प्लान भयो भन्दा चाहिँ अब हामी घरमा गएर चिकन मोमो खाने मोमो बनाउने अन्त चाहिँ त्यही प्लान भएर अब चाहिँ हामी घरतर्फ लागेको है भैया चाहिँ कहाँबाट मगाएको फेरि भैया पनि मगाइछ त कहाँबाट मगाएको भैया सिलगढी लगाएको छ त भैया काट्नु स्टाइलको बनाउनुपर्छ भन्दा यस्तो दामी चाहिँ हाम्रो चाहिँ मोमो खाइसक्यो गाइस सकिसकेको मोमो हो नचलाइदिनु लुगाहरू चाहिँ लुगा दादा लगे दाजु यहाँ चाहिँ अब हामीले चाहिँ भर्खर खाइसक्यो भाइ आउँदैन अन्त